नमस्कार मित्रहरू, यो चाहिँ काँचो कागज यो चाहिँ यो के गर्छ भन्दाखेरि हामीले तमसुक अनि जन्तर लगाउँदाखेरि बनाउने यो चाहिँ काठ हुन्छ। यो यस्तो हुन्छ। फर्स्ट स्टेपको चाहिँ यो हुन्छ हैन। यो चाहिँ यस्तो हुन्छ, जङ्गलमा पाउँछ यो। अनि यसलाई चाहिँ मेसिनमा गरेर पकाएर टक्क पकाएर के गर्ने, यो पकाएर यस्तो पकाएर यो पकाएर के हुन्छ, सटक्क यसमा पेस्ने स्विच त्यहाँ छ हैन, त्यहाँ छ है स्विच, त्यहाँ हुन्छ। अनि यो चाहिँ खासमा अहिले आधुनिकरण आएको हैन। पहिले चाहिँ स्विच नहुँदाखेरि अरूले पनि हुन्थ्यो। यसलाई मिस्ने हैन, यो मेसिनमा जानु पर्यो नि त, मैदा भएको सलक्क अनुसारी त्यो चाहिँ पकाउने। यहाँ चाहिँ आगो हो, यहाँ माथि चाहिँ ढक 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 पकाउने होला। यो सलक्क पकाउने। यहाँ चाहिँ अनि कपडा छान गर्ने। अनि यो यसरी गर्ने। यहाँ पनि रहेछ हैन, यो काँचो कागज भन्दैछ। यहाँबाट कपडा छान गर्ने यस्तो हैन। यस्तो गरेर डाडो त्यहाँ छ उसिनेर सलक्क। यहाँ चाहिँ उकाइराख्नु भएको हजुरले? यसको नाम त के भयो भन्दा मैले बिर्सेँ। हाम्रो बाजे र मैले नि गर्थ्यौँ सानो दत्तो लक्तो। ल, यो चाहिँ सुरुवात भयो हजुरले गर्नुभएको। यहाँ चाहिँ आफै कलेक्सन गर्नुहुन्छ कि कसैले कलेक्सन गरिदिन्छ? यो चाहिँ यो तान सुकाउनु भएको छ। ल त्यहाँ टन्नै राख्नु भएको छ नि त, स्टोरेज त त्यहाँ माथि नि। यसलाई चाहिँ के भन्नु हुँदो रहेछ? यो मौरीको डुरमा पनि राख्नु हुँदो रहेछ हजुरले? यो घाँस पो हो यो? अनि घाँस पनि खान्छ यो? घाँसको लागि राख्नु, मौरीको डुरमा नै राख्नु भएको देखेको है मैले। तातोको लागि होला। यो चाहिँ फेरि पाइल्सको दबाई है, पाइल्सको दबाई। यो पाइल्स च्वाटो बनाउने झाड। यो फेरि जडीबुटी जताततै छ। यहाँ चाहिँ पकाइसके पछाडि यो हजुरले गर्नुभएको यो बनाइसक्नु भएको? ल ल निकाल्नु भयो अब। पानी तैराउने, उता राख्ने। ल अब राख्नु। यो अब कागज भयो। यो सुके पछाडि टक्क काँचो कागज भन्छ यसलाई। यो तमसुक लेख्न र जन्तर लगाउन नि यस्तै गर्थ्यो। पहिलाको त खाली यसमै रहेछ हो। अहिले त अब हरेक कागज अरू पनि अरू छ, तर फर्स्टली चाहिँ पहिली चाहिँ यस्तै थियो। तर मान्यता यो छ नि, यो चोखो कागज भन्छ। यो त्यही भन्दो रहेछ, चोखो कागज। मैले पनि तपाईको खोइ यो थालेको हेर्नु न। अब यहाँ मैले सबभन्दा यहाँ हाम्रो चाहिँ बत्तीको चाहिँ आवश्यक छ ठुलो। यो अहिले यो नयाँ लाइनमा जोडेपछि चाहिँ यसको पुरै पावर आउँछ भन्छन्। अहिले साधारण आर्को तारमा जोडेको थियो, यो भोल्टेज कमी भएर मिसिनै घुमेर आए। बन्द गरिरहेको छ। बन्द गर्नु भएको छ। एकछिन घुम्छ फेरि बसिहाल्छ। मोटरै जल्ने सम्भावना भयो तपाईँको। अनि त्यो केसिबी जस्ने नेचरबाट लिएर जोड्यौँ, अहिले चल्यो, बसिरहेको छ। बत्ती नचल्ने, मौसम यसो नहुने, अनि हजुर मान्छे लगाउने पनि त्यसले गर्दा नै हजुर अहिले यसो आफैले चलाउँदै एकछिन। ल एकछिन है त, म हेर्छु। ल त्यसरी त्यहाँबाट तल लगायो। ल कति दिनमा सुक्छ हजुरको? यो दिन मौसम भयो भने एकै दिनमा सुक्छ, नभए त 2 दिन लाग्छ। हजुर। अस्ति मौसम खराब हुँदा त 5-6 दिनमा पो 5-6 दिन हो थन्काइरहेको रहेछ भित्र। यो सुक्दैन है, सुक्दैन। हजुर। फेरि यसरी बनाइसकेपछि पानी परेपछि पनि यो खुइलेको जस्तो प्लातप्लुत भागिहाल्छ। प्लातप्लुत भएको छ। हो। अनि यो धेरै झन्झटिलो काम छ त। झन्झटिलो हजुर हो। जङ्गलदेखि केलाउँदादेखि यसलाई पकाउने धुलाउने, अब त्यो पाकिसके पनि 6-7 चोटि धुनुपर्ने रहेछ। 7 चोटि त्यहाँ पकाए पछाडि।
त्यहाँबाट बल्ल फेरि ब्लिचिङ गर्ने अनि हजुर त्यहाँबाट फिट्ने ब्लिचिङ गरिसकेपछि फिट्ने ए ल ल ल ल ल उकाउँदै हुनुहुन्छ त्यहाँ आमाले उकाउँदै गर्नुभएको मैले भेटिसकेँ यो भनेपछि त लगानी त निकै गर्नुभएछ हजुरले यसको अब 2 साल हुनेवाला छ अहिले 2 सालसम्म भित्रभित्र 15-16 लाख डुब्दो रहेछ जान्छ यो किनेको फरमा बनाउनु पर्यो फरमा चाहिँ अनि यो चाहियो यसलाई जाली चाहियो सबै सामान काठमाडौँदेखि जुवानी सुवानी सबै सामान ल्याउँदा तपाईँको ओहो अनि अब यहाँ यसलाई मिस्त्री लाउनु पर्यो मिस्त्री लाउनु पर्यो काठ किन्दा ओर्दा धेरै यो पाइप साइपदेखि लिएर तपाईँको है धेरै छ हजुर हजुरले चाहिँ यो कति घन्टा पकाउनु भयो यो पहिले काट्नुपर्छ कि उसिनेर यस्तो काटेर होला यो काटेर टुक्रा पार्ने हजुर अनि उसिन्ने ए अघि उहाँसँग पनि कुरा गर्यो हजुर हजुर कसैले 6 घन्टामा पाक्छ भने मलाई ए हजुर होइन रहेछ कसैले 10 घन्टामा पाक्छ भने ओ अहिले मैले पुरा यसलाई चाहिँ 2 दिन भनौँ न 48 घन्टा राम्रै पकाएपछि मात्रै पाक्यो पुरा आगोमा दाउरा चाहिँ के को युज गर्नुहुन्छ दाउरा अब हाम्रो यहाँतिर यो गुराँसको ए अनि के अरू पनि छ आफ्नै बारीमा छ अहिले चाहिँ ए कोइला युज गर्यो भने झन् राम्रो रहेछ पत्थर कोइला चाहिँ भन्नुहुन्छ पहिला मैले 2-3 भान्ता चाहिँ पकाउनु नजानेर अब कहीँ ट्रेनिङ पकाउने त्यस्तो गरेको थिएन होइन यसरी पाक्छ यस्तो सामान प्लास्टिक सोरा यसरी ल्याउनुपर्छ भन्नुभयो तर ल्याएर पकाइ हेरेको त्यो 10 घन्टामा त के को पाक्दो रहेछ पाकेन अनि हाम्रो यहाँ 24 घन्टा पकायो अलिक पाक्यो त्यहाँबाट पनि भएन फिट्नै सकेन कि ए पहिला मैले अब अस्ति बत्तीको लाइन नआउन्जेल चाहिँ कुटेर पनि हेऱ्यो अनि यो काँध थलो बस्यो है ए धेरै त फिजिकली काम हो नि त त्यहाँबाट चाहिँ मोटर सटर लिएर अर्को त्यो बत्तीको लाइन आयो अनि बल्ल त्योबाट फिट्नु थालेको र अहिले पनि पावर छैन तपाईँको ए ए ए हजुर त्यसो गर्दै बनाउँदै अहिले चाहिँ यसो अलिअलि अनि बेच्नु भएको छ कि छैन अहिले त तपाईँको कहीँ बेचेको छैन ए यो बनाएको नि अहिले मैले अब 8-10 कोडी बनायो होला 10 कोडी अनि अब त्यो त अब डाइरेक्ट अब उता लानलाई पनि अब एउटा गाडी त भर्नै पर्यो क्वान्टिटी चाहियो उसलाई त अब त्यतिकै अलिकति लिएर पनि भएन हो फेरि यहाँबाट अब डिभिजन कार्यालयबाट चलानी पुर्जी पनि बनाउनु पर्यो त्यतिकै त उहाँ पराइले खोज्छ त्यसको तपाईँको बिल खोज्छ भ्याट बिल खोज्छ के खोज्छ दर्ता खोज्छ होइन भ्याट दर्ता सर्ता त सबै गरिसक्यो तपाईँको ए अब यसो हेर्नु न काम भर्खर मेरो सुरु छ अब अस्ति बर्खादेखि चाहिँ कर पनि तिर्नु पर्यो ए कर तिर्नु पर्यो हो सुरु भएको छ त्यो कारोबार भएको छैन तर कर तिर्नु बेला भयो कर त तिर्यो पनि तपाईँको तिरिसक्नु भयो भइसक्यो ओहो हेर्दा झन् फाइन पर्छ भन्छ दर्ता भइसकेपछि ओहो पर्छ फोन नम्बर लिइसकेपछि त कर तिर्नु पर्यो हेर्दा सजिलो लाग्छ तर यसको तपाईँको चाहिँ प्रोसेसिङ धेरै छ कि तपाईँको चाहिँ अब उहाँको अब तपाईँको चाहिँ अझै तपाईँको चाहिँ इन्कम छैन अहिले तपाईँको चाहिँ सप्लाई नै भएको छैन धैर्य गर्न नसक्नेले त व्यापार गर्नै सक्दैन बिजनेस उद्योग हो नि त एउटा धेरै राम्रो उद्योग हो नि त अनि अब गाउँघरमा सबै साथीभाइहरूले जङ्गलबाट निकाल्नु पर्ने ओहो अब निकाल्नेलाई 200 रुपियाँ धार्ने 80 धार्ने केजी 80 रुपियाँ केजी यो जङ्गलबाट केलाएर सुकाउने अनि त्यसले 80 रुपियाँ केजी यो कन्सेप्ट चाहिँ हजुरलाई कसरी आयो त यो अब पहिला तल एउटा तल रौगामै अहिले जो हाम्रो मेयर हुनुहुन्छ धन्दोच राई धनजन दाई उहाँले बनाउनु भएको रहेछ यस्तो चाहिँ भन्थ्यो तर उहाँको म पुगिन पनि हेरिन पनि अनि सबभन्दा चाहिँ उतै काठमाडौँतिर चाहिँ बुझेको के मैले तपाईँको सोधेको भरमा हजुरले गर्नु यसरी बनाउने ठाउँतिर गयौँ कसरी बनाउनु पर्छ यस्तो लाउनु पर्छ भन्नुभयो अनि कास्टिक पनि उतैबाट ल्याएँ कास्टिक सोडाहरू ल्याउनु अनि त्यसो गर्दै अहिले अस्ति यो मैले मङ्सिर पुसदेखि थालेको अस्तितिर त ठन्डाले कामै नहुने हो अहिले भर्खर हुनु थाल्यो तातिनु थाल्यो अलिअलि फेरि हेर्नु न कहिले बत्ती आउँदा यो मौसम हुँदैन मौसम हुँदाखेरि बत्ती आउँदैन हिजो अस्ति 2-4 दिन मजाले घाम लाग्यो नि त्यतिखेर क्यापेसिटर झालेछ अब त्यो उसमा मात्रै अन गर्दै हेर्ने मेसिनमा घुम्ने है
अनि अस्ति त्यो राष्ट्रपति आउनुभयो नि, राष्ट्रपति रामचन्द्र पौडेल आउनु भएको थियो। त्यस दिन हामी पनि यहाँबाट सबै झरेको थियौँ। ए अँ अनि त्यतिखेर चाहिँ एउटा क्यापेसिटर किनेर ल्याएर जोडिहेरेपछि बल्ल घुम्यो कि। ए अँ अनि त्यहाँबाट चाहिँ यो फेरि घुमाएर यसो थालेको है हजुर। ए ल ल एकदम राम्रो ल हजुरलाई। अहिले यसको आफू एकदम डुबेको छु, कहिले इन्कम आउनेको त केही सम्भावनै छैन। होइन बिना इन्भेस्ट त केही पनि हुँदैन, धैर्य हुनु पऱ्यो। अब हुन्छ थालिसके पछाडि हजुरले लगभग अब आउटपुट दिन लागि मात्र तपाईँको सेल्सको लागि मार्केट मात्रै चाहियो। अब मार्केट त भइहाल्छ यसको। अब मार्केट हुन्छ भन्छ, हुन्छ तपाईँको खोज्नु बनाउनु पर्दो रहेछ। विदाउट मार्केटिङ त केही पनि हुँदैन फेरि। अब मार्केटिङ त अलिअलि चाहियो, तपाईँको कनेक्सन हुनु पऱ्यो। तर यो यसको भ्यालु राम्रो छ हजुरको। अब जहाँ पनि युज हुने के हो अब अहिलेसम्म मैले पनि जिन्दगीमा अब पहिली बार ए हजुर अब विदेशतिर जाउँ पनि अब बुढो भयो है। होइन होइन ठिक छ हजुर। अनि चाहिँ लु अब त्यतिकै बसेर त भएन, अब नानीहरू पढाउनलाई पनि ऋण लागिसक्यो। ए हजुर यतातिर पो लाग्नु पर्यो भनेर तपाईँको यो प्रोसेसिङमा लागेको जिल्लामा नै तपाईँको 8 चोटि धाउनु पर्यो। कहिले के मिलेन, कहिले के मिलेन, कहिले अब वन डिभिजन सब डिभिजन सबै पुग्नुपर्ने, नानी बसेर पुग्नुपर्ने घरेलु। त्यसो गर्दा गर्दा नै अब वर्ष दिन जति त सोलु धाउनु मात्रै भयो। ओहो अनि बल्ल फेरि सामुदायिकबाट पुर्जी मिलाइ जङ्गलबाट तान्दा हजुर अझै घर घरै छ मेरो लोकता यहाँ जम्मा भएको छैन। लोकता यो यत्रतिर जम्मा गरेको चाहिँ यो त उता पछाडि लिब्लु भन्ने गाउँ छ। ए लिब्लु गाउँबाट ल्याउनु गयो। त्यहाँबाट ल्याएको यिनीहरू चाहिँ। यो माथि टनेला भन्दा भित्र नि राख्नु भएको छ कि कसो? छैन, त्यो चाहिँ यसो राखर गरेर खर्साङ सर्सन रोप्ने गरेको छु। ए खुसी लाग्यो हजुरले एकदमै राम्रो के अरे सुरुवात गर्नुभएछ। ल हजुर हुन्छ हजुर आत्तिनु भएन तपाईँले हुन्छ। ओहो सबै अर्काको ऋण लागेपछि त आत्तिँदो पनि रहेछ। ओहो अब कहिले तिर्ने है अर्काको त ब्याजले डुम्सिँदो रहेछ मान्छे। ल ल ल खुसी लाग्यो सर हजुर हुन्छ। यो पहिलो दिन त होइन दोस्रो दिनमा चल्दैछ होला यो कि आजकै हो त यो? ए हिजोको हो हजुर। ए हजुर हजुर ल होइन अब तपाईँको चाहिँ बिस्तारै बिस्तारै अब तपाईँको युज टु हुँदै गइसके पछाडि हुने हो। यो चाहिँ कागज रेडी भइसकेछ। यो कतिवटा छ यस्तो छ नेपाली कागज भनेको काँचो कागज नेपाली कागज। पहिले जन्तर बनाउने तमसुक लेख्ने कागज चाहिँ यो A4 साइजमा काट्नुपर्छ होइन, बहुत राम्रो हुन्छ। ल लाग्यो है आन्टी हजुर? लाग्यौँ है हजुर? ल हस् थ्याङ्क यू।